आज म बनाउँदैछु चिकन एग फ्राइड राइस। अति दामी भएको थियो। सुरुमा चाहिँ बोनलेस चिकन थाईमा नुन, चिली पाउडर, गार्लिक पाउडर र थोरै तेल हालेर यसलाई मजाले म्यारिनेट गर्ने अथवा मिक्स गरिदिने। त्यसपछि बलमा अन्डा हाल्ने टक्कसँगले म चाहिँ 3टा लिएको छु अनि यसमा नुन अनि त्यसपछि मरिचको धुलो हालेर यसलाई मजाले फिट्ने। त्यसपछि प्यानमा तेल हालेर अहिलेको अन्डा एड गरिदिने र यसलाई मजाले स्क्रैम्बल बनाउने। स्क्रैम्बल चाहिँ बनाउनु पर्यो। अहिले यो पछि युज गर्नुपर्छ अनि त्यही प्यानमा अहिले म्यारिनेट गरेको चिकनलाई हालेर यसलाई मजाले उल्टाइ गरेर यसो उचाल्दै पछार्दै यसलाई मस्तले रातो बनाउने। यस्तो हुनु पर्यो। अनि त्यसपछि फेरि प्यानमा थोरै तेल हाल्ने, गार्लिक पाउडर हालेर यसलाई मजाले ब्राउन बनाउने, रातो बनाउने, फ्लेभर आउँछ। अनि त्यसपछि प्याज हालेर यसलाई मजाले मिक्स गर्ने। अनि पालो आउँछ गाजर, त्यसपछि बेल पेपर हालेर यसलाई मजाले मिक्स गरिदिने हैन। यस्तो हुने गरी अनि भात हाल्ने। भात हालेर मसरुम मसला अनि त्यसपछि थोरै नुन, मरिचको धुलो, थोरै सोया सस हाल्ने अनि यसलाई मस्तले मिक्स गरेर यस्तो कलर निकाल्ने सुरुमा। अनि त्यसपछि बटर, थोरै सेसमी ओइल हालेर फेरि पनि मिक्स गरिदिने। त्यसपछि प्याजको पत्ता हाल्ने। यति चाहिँ भेजको लागि अनि अन्डा र मासु हालिदिएपछि यो चाहिँ नन भेज हुन्छ अनि यो रेडी हुन्छ है त। ट्राई गर्नु होला।